युनिभर्सिटी पढ्ने स्टुडेन्ट जसले टुथब्रसको बारेमा पढाउँदैछिन्, सिकाउँदैछिन्, बताउँदैछिन्, राइट? वी आर नट अ सेल्स पर्सन. दिस इज नट सेलिङ बिजनेस, दिस इज टेलिङ बिजनेस, राइट? यो एउटा सिस्टम सिकाउने, यो तपाईको व्यक्तित्व निर्माण गर्ने बिजनेस हो. हर कोहीले यसमा पार्टिसिपेट गर्न सक्छ, हर कोहीले यसमा अरूलाई सिकाउन र बताउन सक्छ. त्यही कुराले तपाईको क्याशलाई टर्नओभरमा कन्भर्ट गर्छ. हेर्नुस् त कति छोटो मिठो 1 पाउन्डको टुथब्रसले जसरी उनले एक्सप्लेन गरिन्, यो कुरा सुनेर को व्यक्ति त्यस्तो होला जसले एटमीको टुथब्रस चलाउँदैन? खाओगे तो बचाओगे, बताओगे तो कमाओगे. त्यसै कारण भनिन्छ बोल्नेको पिठो पनि बिग्छ. तपाई यदि बोल्नुहुन्न, यदि सिक्नुहुन्न, यदि जान्नुहुन्न, अरूलाई शेयर गर्नुहुन्न भने तपाईले आफ्नो आर्थिक व्यक्तित्व डेभलप गर्न सक्नुहुन्न. हामी एउटा पढ्दै गरेको नानीबाट पनि यो कुरा सिक्न सक्छौं. थ्यांक यू सो मच नेन्सी, राइट? र नेन्सी फ्युचरमा छिट्टै नै डायमन्ड मास्टर पनि बन्दैछिन्. म धेरै धेरै तिमीलाई धन्यवाद दिन चाहन्छु. आई विश यू टु एचिभ द्याट लेभल एज सुन एज पोसिबल. र तिम्रो यात्रा तयार छ इम्पिरियल मास्टर सम्मको लागि. हामी सबै एउटै बोटमा छौँ, सबै सफल हुन्छौँ भने प्रण पनि म गर्दछु. तिमीलाई धेरै धेरै धन्यवाद. अब यस पछाडि हामी केही प्रोडक्टको बारेमा अलिकति इन्फर्मेसन सेयरिङ गर्ने सेसनमा छौँ. प्रोडक्टको पनि हाम्रो प्रेजेन्टेसन रहने गर्छ हरेक प्रोग्राममा, हरेक एपिसोडमा. यसै सन्दर्भमा म बोलाउन चाहन्छु प्रोडक्टको बारेमा धेरै अनुभवी, धेरै कुरा सिक्नुभएका हाम्रा प्रेजेन्टर जो आफ्नो पेसाले नर्सिङ ब्याकग्राउन्ड पनि हुनुहुन्छ. उहाँले बायोलोजिकल ट्रम एन्ड कन्डिसनका धेरै कुराहरू उहाँले सिक्नु भएको छ, पढ्नु पनि भएको छ. त्यति मात्रै होइन, एउटा स्पष्ट प्रखर वक्ता, स्पष्ट रूपमा अरूलाई बुझाउन सक्ने वक्ता पनि हुनुहुन्छ हाम्रो अर्गनाइजेसनमा. युकेमा परिवारको साथमा बस्नुहुन्छ र आफ्नो काम गर्दा गर्दै पनि समय निकालेर उहाँले यो अपर्च्युनिटीमा एउटा राम्रो लेभल पनि हासिल गर्नुभएको छ. उहाँको ठुलो ठुलो अर्गनाइजेसन छ, संसारभरि छ. धेरै व्यक्तिहरूलाई उहाँले दिनरात मेहनत गरेर सफल बनाउने प्रक्रियामा पनि लाग्नु भएको छ. उहाँले आफ्नै एसके फाउन्डेसन पनि खोल्नु भएको छ. म बोलाउन चाहन्छु युकेबाट ग्लोबल ह्याप्पिनेस एक्सपर्टिज मेम्बर एन्ड द सिओ फाउन्डर अफ SK Foundation and Diamond Master from the UK, Suraj Kumar Yadav ji. Welcome, Suraj sir. Thank you, Congress sir. Actually, I'm telling you, I'm on the way. Family sir had a vacation on Aladdin. केतिर फोक्सोनतिर छौँ. यहाँ नेटै पक्रिरहेको थिएन, एकदम गाह्रो, सबभन्दा गाह्रो चाहिँ नेटले गर्दा प्रब्लम भएर आई वाज नट अनेबल टु जोइन. But finally, I got the place. यदि प्रोडक्ट सेयर गर्नु, म स्क्रिन सेयर गर्छु. I don't know if it will come. मलाई को-होस्ट बनाउनु त सर. हजुर, making the co-host. Yes. Give me a second. मेरो स्क्रिन देखिरहेको छ र? छैन सर. Sir, today, sir, if possible, can you share some testimony of yours, like if तपाईसँग बितेको, if possible? Okay, no problem. Sure. यसो गरौँ, प्रोडक्टको बारेमा हामी जानकारी गर्छु गर्दै गर्छ. Yes. Whatever you want. Yeah. Thank you. I tell you what, I have lots of experience in network marketing, lot of business and all. But the story also, देखाउन कुनै जमानामा जाते दाउरा लिएर खुवाइदिएको पनि देखिएको छ. ओके, यस्तो पनि ठाउँ छ कि जहाँनिर मान्छेले यति इज्जत, यति सम्मान गरेपछि त्यसमा कुनै गर्न सक्दैन, कुनै शब्दमा बयान नै गर्न सक्दैन. It was a wonderful journey. And सबभन्दा इम्पोर्टेन्ट कुरा त के हो त, नेटवर्क मार्केटिङमा बुझ्ने मजाले हुनुहुन्छ, बुझ्ने लक्ष्य खण्ड नबुझ्ने खुट्टाको जसले बुझा छ यो बिजनेस पढ्को, यसले यो भनेको क्विक मनी स्किम होइन, बजारमा थुप्रै क्विक मनी
रातारात करोडपति हुने सपनाहरू देखाउँछन्। कति मान्छेहरू देख्छन् सर्ट टर्म भिजनबाट काम गर्छन्, अहिले उसलाई रातारात करोड रुपियाँ कमाउनु पर्ने सोच बनाएर आउँछन्। यो त्यस्तो व्यवसाय होइन। यो भनेको एउटा एकदम लेजिटिमेट बिजनेसलाई राम्ररी बिस्तारै डेभलप गर्दै एक तल्ला थप्दै गएर बनाउँदै जाने। इट विल टेक सम टाइम, केही समय जरुर लिन्छ, तर एकचोटि बनिसकेपछि यति पावरफुल छ कि यसलाई कसैले पनि हल्लाउन सक्दैन। पर्टिकुलरली मलाई भन्नु छ भने हाम्रै उसमा मेरै वार्डमा जहाँ जोसेफ मसँगै काम गर्छ त्यसै वार्डमा पनि मिलियनियर बिजनेसम्यान आयो भनेर हाम्रो मजाक उडाउँथ्यो कुनै कुनै। वान अफ द फ्रेन्ड मैले 2 जना साथीहरूलाई त्यहाँ साइन अप गरेको थिएँ, राम्ररी बताएरै गरेको थिएँ जस्तो बनाए। तिनीहरूको कुरा नै